गर्लफ्रेन्ड बनाएपछि मैले मेरो आमालाई माया थोरै गर्न थालेछु। मसँग मेरो गर्लफ्रेन्डको लागि घुमाउनलाई खाजा खुलाउनलाई पैसा छ, तर मेरो आमाको खुसीको लागि मसँग 1 रुपैयाँ पनि छैन रहेछ। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। बिहानै उठेर सधैँ चाहिँ जुम्बा क्लास गराउनको लागि गएँ। अनि मेरो हिजोको मिनी ब्लग देखेर कति मान्छेहरूलाई नराम्रो लागेको रहेछ, मन दुखेको रहेछ। किनभने मैले गर्लफ्रेन्डलाई चाहिँ क्यापेचिनो खुलाउनको लागि क्याफेमा लिएर गएँ, तर मेरो आमाको लागि चाहिँ मैले मोबाइल गिफ्ट गर्न सकिनँ। साथीहरू इमोसनली नभएर हल्का फुल्का लोजिकली पनि सोचौँ। पहिलो कुरो त म धेरै अर्निङ नै गर्दिनँ। म एउटा डान्स टिचर हो, जुम्बा ट्रेनर हो। बस त्यहाँबाट हल्का फुल्का कमाइ हुन्छ अनि हल्का फुल्का युट्युबबाट पनि इन्कम हुन्छ। मेरो टिकटकमा त भिडियो त राम्रो भ्युज जान्छ, तर टिकटकबाट मैले अहिलेसम्म 1 रुपैयाँ पनि अर्निङ गरेको छैन। अनि मेरो फ्यामिली मेम्बरको कुरा गर्ने हो भने बाबा बित्नु भइसकेको छ। दाइ चाहिँ जापानमा छ, तर दाइले हामीलाई 1 रुपैयाँ पनि पठाउँदैन, किनभने स्टुडेन्ट भिजामा गएको। अब धेरै जस्तो मान्छेलाई त थाहा नै होला कि स्टुडेन्ट भिजामा कति गाह्रो हुन्छ जापानमा भन्ने। अब मेरो हल्का फुल्का कमाइ हो। मेरो घर जग्गा छैन, धन सम्पत्ति छैन, ब्याङ्क ब्यालेन्स छैन। त्यो अलिअलि भएको कमाइले पनि घर धन्दा धान्न पर्ने हुन्छ। दाइ जाँदाखेरि लागेको ऋणको ब्याज तिर्नु पर्ने हुन्छ। होटलको रुम भाडा तिर्नै पर्यो, पानीको बिल, बिजुलीको बिल जम्मै तिर्नै पर्यो। घरमा खानाको लागि रासनहरू पनि जुटाउनै पर्यो। चारैतिर घर व्यवहार धान्दा आफ्नै लागि खर्च पनि हुँदै हुँदैन। मैले सधैँ हाँसो मजा गरेको, रमाइलो गरेको भिडियोहरू मात्र हाल्छु नि त। त्यही भएर हजुरहरूलाई लाग्छ कि यसको लाइफस्टाइल बिन्दास छ, मोज छ, मस्ती गरेछ। अब त्यही त रहेछ नि, रोएर सिम्पथी कार्ड खेल्यो भने चाहिँ सबैलाई राम्रो लाग्ने रहेछ। जो मान्छेले मेहनत गरेर दुःख गरेर दुनियाँको अगाडि हाँसेर अघि बढ्न खोज्दाखेरि चाहिँ त्यही मान्छे नराम्रो हुँदो रहेछ। हाम्रो नेपाली समाजको सोचाइ हेराइ नै त्यस्तै। एउटा छोरा मान्छेले आफ्नो जीवन साथीलाई केही कुरामा सपोर्ट गर्यो भने, माया गरेको देखायो भने, जोइटिङ रे बुढीको अन्डरमा बस्ने, बुढीलाई पाएर आमालाई बिर्स्यो, आमालाई हेला गर्न थाल्यो। अनि फेरि आमालाई माया गरेको देखायो भने, आमाले भनेको कुराहरू मान्यो भने त्यसले त आफ्नो बुढीलाई वास्ते गर्दैन, आफ्नो आमाको कुरा मात्र सुन्छ, बुढीलाई हेला गर्छ भन्न थाल्छ। अब हामी छोरा मान्छे गर्ने त के गर्ने? मलाई मेरो आमालाई मैले कसरी माया गर्नुपर्छ, कसरी ख्याल राख्नुपर्छ, कसरी सम्मान दिनुपर्छ भनेर बाहिरी मान्छेले चाहिँ सिकाउनु पर्छ जस्तो चाहिँ लाग्दैन। किनभने मेरो आमालाई मैले भन्दा बढी चाहिँ अरू कसैले माया गर्न सक्दैन। हामी मनदेखि नभएर दिमागबाट सोचौँ न। मलाई पनि त रहर छैन होला त मेरो आमालाई मोबाइल गिफ्ट गरिदिनको लागि। अहिलेको समयमा एउटा टिकटक चल्ने, युट्युब चल्ने स्मार्टफोनलाई कति पर्छ ल भन्नु? अभियसली एउटा राम्रो फोनलाई 15-20 हजार जति पर्छ। हाल फिलहाल मसँग अहिले त्यति पैसा छैन। पैसा भएपछि किनिदिन्छु भनेर भनिराखेको छु। अहिलेको लागि काम चलाउनको लागि, मम्मीको लागि मैले एउटा टुकटुके मोबाइल किनिदिएँ। यो चाहिँ मसँग फोनमा बोल्नको लागि हुन्छ। अनि मान्छेहरू भन्छ गर्लफ्रेन्डको लागि चाहिँ पैसा छ अरे, आमाको लागि छैन। म मेरो आमालाई जति माया र सम्मान दिन्छु, मेरो गर्लफ्रेन्डलाई पनि म उत्तिकै माया र सम्मान दिन्छु। किनभने मलाई जसरी मेरो मम्मीले माया गर्नुहुन्छ, जसरी मम्मीले मलाई ख्याल राख्नुहुन्छ, जसरी मेरो कुरा बुझ्नुहुन्छ, जसरी मलाई सपोर्ट गर्नुहुन्छ, त्यसरी नै मेरो गर्लफ्रेन्डले पनि मलाई माया गर्छ। मैले मेरो आमाको र गर्लफ्रेन्डको कम्पेयर गरेको होइन साथीहरू। अब कति मान्छेहरूले भन्लान् कि आमाको ठाउँमा कोही पनि हुन सक्दैन त, हिजो आएको केटीलाई आमासँग कम्पेयर गर्ने, आमाको ठाउँमा राख्ने। तर त्यस्तो होइन साथीहरू। बिइङ अ म्यान, यो मेरो कर्तव्य हो कि मैले जसरी मेरो आमालाई माया गर्छु, जसरी मैले सम्मान दिन्छु, त्यसरी नै मेरो जीवन साथीलाई पनि माया र सम्मान दिन्छु। एउटा छोरा मान्छे भएपछि, अर्काको छोरी ल्याएपछि आफ्नो रिस्पोन्सिबिलिटी हुन्छ कि उसको ख्याल राख्ने। आजको लागि यति नै साथीहरू। हजुरहरूलाई फुल ब्लग हेर्न मन छ भने युट्युबमा जानु होला। युट्युब नेम अजय पुन मगर छ, र आफ्नो केही ब्रान्डको पेड प्रमोसन गर्नु छ भने मलाई मेसेज गर्नुहोस्। फेसबुक, इन्स्टा सबैमा नाम अजय पुन मगर छ। आजको लागि बाई बाई।